आज 12 बजेको घाममा हामी अटो नपाएर पौडी खेल्न गइरहेछौँ। सो वेलकम टु आवर मिनी ब्लग हैन के भन्ने हो। आज चाहिँ यसो ट्याक्क चर्को घाम लागेको भएर ठ्याक्क 12 बजेको घाम छ हैन। 12 बजेको घाममा चाहिँ आज ट्याक्क पौडी खेल्न जानु पर्यो स्विमिङ भनेर चाहिँ अब पसिनाले पुरै भिजिसक्यो हैन। दाजुभाइ आज कसो कसो यहाँ पौडी खेल्न जाने भनेको तर यहाँ अटो नआएर अटो कुरिरहेको छौँ कि यहाँ फेरि गयो। हामी चाहिँ अब हामी अटो नपाएर यहाँ साइकलमा आइरहेको दाइले चाहिँ हामीलाई ड्युटी भयो धेरै सबै गर्नु भएको है। हाम्रो दाइ चाहिँ हामी लिफ्ट मागेर यता डेपकोटा चोकतिर आइसकेका छौँ होइन। अब हामी चाहिँ फेरि अब डेपकोटा चोकबाट अटो चढेर आइयो होइन त। अब ट्याक चलाएर बुटोलको गर्मीमा घाम खाँदै आइयो। अब यहाँबाट अटो चढेर फेरि कार्यालय। अब यहाँ वाटर पार्क छ त्यो ठ्याक्क नाम चाहिँ थाहा भएन। अब ठ्याक्क हामी सोध्दै सोध्दै जान्छौँ। त्यहाँ पुगेपछि हामी खबर गरौँला तपाईँहरूलाई ल ड्याप लाएर। सो गाइज अब चाहिँ हामी अटोमा चढेको छौँ। अटोमा चढेर ट्याक के गर्नु होइन। अब आफ्नो बाइक छैन ट्याकको बाइक भए हावा खाँदै जानुहुन्थ्यो। 120को स्पिडमा बाइक नभएपछि अब ट्याकको अटोमा पैसा तिर्ने साथीतिर जाने होइन। अप्ठ्यारो भर्खरको लग्गा जवान हो ट्याक्क। अब गर्लफ्रेन्ड भएको भने गर्लफ्रेन्ड चलाउँदैन हुन्थ्यो। अब गर्लफ्रेन्ड पनि छैन हुन्न त्यत्रो 5-6वटा गर्नु होइन छैन। सिङ्गल म सिङ्गलै छु है ट्याक्क लाएर ल। अब चाहिँ ट्याक्क लाएर हामी अटोमा जाँदैछौँ। अब हेर्दै गर्नु होला अन्तिमसम्म है। गाइज अब चाहिँ हाम्रो स्विमिङको लागि चाहिँ ट्याक्क खर्च चाहिने हुन्छ। त्यही भएर चाहिँ हामी अब एटिएममा पैसा झिक्नेछौँ। ट्याक्क हामी चाहिँ 30,000 जति भन्नु मिलेर 3,000 जति दिन्छौँ। खोइ ले खोइ ले आयो गाइज आयो कता गयो। आयो गाइज पैसा अटो चढेर हामी पैसा निकालेर अब साथीलाई कुरिरहेको छ। हाम्रो साथी चाहिँ फेरि ठ्याक्कै आइपुगेको छ होइन। हाम्रो हेलो गाइज के छ त अनि आज हामी स्विमिङ खेल्न जाने भन्ने चल्छ। दाइको ज्यान चाहिँ फेरि खतरा हो क्या फेरि। हामी त यस्तै त यस्तो 12 बजेको घाममा कति 1 बज्न लाग्यो नि त यता हेर्नु न। यहाँ घामले पोलेर यहीँ पोलिसक्यो के यता हेर्नु यता गइरहेको
माथि गइरहेको होइन सफा पोले के हो दाइ रुल्स ब्रेक हान्दियो नि त्यहाँबाट चढ्दै नि देख्ला फ्यामिली प्याक छ फ्यामिली मसल त डेन्जर छ नि तपाईँको मक्कै पऱ्यो होला यदि खुट्टा तोड्यो रे ओ घामै यस्तो छ बोलेर हैरान छ हाम्रो सुमित दाइ कस्तो अनुभव भइरहेको छ तपाईँलाई आज खतरा 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 कि खतरनाक एकछिन त डरै लाग्यो मम्मी बचाऊ भन्ने फेरि पनि हामी गइरहेछौँ होइन उताको चाहिँ बिग्रा रहेछ यो लामोवाला मात्रै रहेछ उता अलिकति यतापट्टि सानो चाहिँ लास्टै पोल्छ यार हो So guys, ल अब चाहिँ हामी जाँदैछौँ अब चाहिँ हामी स्विमिङ पौडी खेलेर टक्क अब चाहिँ जान लाग्यो स्विमिङ कस्तो भयो त भाइ दुईजना भए पनि आउने भनेको 5-6 जना तर दुईजना आयो त्यो पनि मोबाइल गर्लफ्रेन्डसँग आउनु पर्ने रहेछ है सो ल अब हामी जान लाग्यो अटो पाइएन यहाँ अब हामी हिँडेर जाँदैछौँ ट्याक टिक 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 गर्मी छ बुटलो गर्मी यस्तो हो घाम लाग्ने तत्त्व छ सो अब चाहिँ हामी अगाडि चोकसम्म जान्छौँ त्यहाँबाट चाहिँ बल्ल अटोमा हामी लाग्छौँ फर्किन्छौँ अब घरतिर अब अटो नपाएर बसिरहेछौँ अब अटो आउँदैन यस्तो गर्मीमा हिँड्नु परेको छ गाह्रो छ हामीलाई पनि त्यस्तो गर्मीमा जान्छ तपाईँ साउन्ड सुन्नु होला होइन फेरि पनि हामी देवकोटा चोक आइसकेका छौँ गर्मीले थकित भएर स्विमिङ खेलेर कति गलेको खतरकै गले बिल्कुल बिल्कुल तर एउटा पनि केटी भेटेन के भएर चाहिँ एउटा पनि केटी भेटेन दाइको 5-6वटा गर्लफ्रेन्ड छ त्यही एउटा पनि भेटेन भनेर ल कोही हुनुहुन्छ भने हाम्रो ह्यान्डसम दाइ हो फेरि छैन गर्लफ्रेन्ड छैन ह्यान्डसम दाइ यसो कपाल छ मिलाउनु न फेरि अब चाहिँ हामी फर्किँदैछौँ यस्तो बुटलको घाममा पौडी सौडी खेलेर लास्टै गरी भएर कालो भइसक्यो हामी यहाँ दुवैजना दाजुभाइ त्यही हो अब लास्टमा चाहिँ लाइक सब्सक्राइब गर्नु नयाँ ब्लगहरू अब होइन
भ्लगर भन्दा पनि अब यसो टाइम अब समय मिलेसम्म यसो नयाँ नयाँ यस्तो राम्रो राम्रो कन्टेन्ट त छैन जस्तो आज गरेको काम चाहिँ रमाइलोको लागि रमाइलो जस्तै हो जस्ट लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्नु होला ल अब नेक्स्ट अर्को भ्लगमा भेटौँ है त सिङ्गल कोही छ भने फेरि कन्ट्याक्ट है नम्बर भनिदिनु